ल बाबु अब परदेश जाँदैछौ आफ्नो ख्याल गरेस् बुहारी पनि दुई जीवको छ पुगेपछि कल गरेस् है बाबु हुन्छ काका अब म परदेश लाग्न लागेको छु बुहारी पनि दुई जीवकै छ तपाईले सानोको ख्याल गरिदिनु है हुन्छ यताको कुनै पिर चिन्ता नगरे हुन्छ बाबु यताको सबै म सम्हालिहाल्छु आफ्नो ख्याल गरेस् बाबु हस् काका मेरो आशीर्वाद छ मेरो बाबु मुगुलान हेर जाँदैछु सानो रेलै चढेर यो मन जल्छ हेर न सानो तिमीलाई सम्झेर मुगुलान हेर जाँदैछु चढेर रुदैछु के तिमी बाटो मेरो भने आउने छु भेट्न छुट्टीमा फेरि सानो तिमीलाई भनेर मुगुलान हेर जाँदैछु सानो रेलै चढेर जीवन यो थाहा छैन के हुने हो चिठीहरू नलेख मलाई सम्झेर भो मलाई सम्झेर भो हेलो 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 काका हो हजुर को बाबु कहाँ पुगिस् हजुर काका म जाँदैछु बिच बाटोमा छु काका एहे बडा अप्ठ्यारो भयो यहाँ हस्पिटलमा अलिकति अपरेसन गर्नुपर्ने जस्तो स्थिति देखा पर्यो बुहारीलाई हस्पिटल लगेको छ बाबु हजुर काका के भएर त्यस्तो अनि त्यही अपरेसन गर्नुपर्ने भन्यो कि आमा कि बच्चा दुईटामा एउटा मात्रै बाँच्छ के गर्नुहुन्छ मलाई छिटो निदो दिनुहोस् भनेको छ डाक्टरले हो र काका के गर्नु काका भाग्यले यस्तो खेल खेलेछ सानोलाई चाहिँ बचाइदिनु है काका हेलो काका हेलो काका मुगुलान हेर जाँदैछु सानो रेलै चढेर यो मन जल्छ